क्या मैले भन्ने नेपालका खेलाडीका नाम हातमाथि महेन्द्र किक बेट लागेले च्याम यो अहिले भइरहेको प्रतिस्पर्धा पुरुष खुल्ला तौल समूहको अन्तिम प्री क्वार्टर फाइनल प्रतिस्पर्धा हो जसमा अमित महर्जन रातो रिबन हुनुहुन्छ भने महेन्द्र गजमेर सेतो रिबन हुनुहुन्छ। यसपछि हामी निर्णायकहरूको पनि फेरबदली गर्नेछौँ। म तयारीको लागि मुख्य निर्णायकमा सियान विष्णु थापा, सहायक निर्णायकहरूमा मानबहादुर सिधाली, आकृति पुरी, राजेश लामा र सुरज दर्नाल। तपाईँहरू तयारी अवस्थामा बस्दिनु होला। र आजको हाम्रो यो प्रतियोगिताभर हिजोदेखि आजसम्म खटिनुहुने म जुरी तथा निर्णायकहरूको म नाम अब उल्लेख गर्न गइरहेको छु। मुख्य जुरीमा हुनुहुन्छ सियान प्रेमनाथ श्रेष्ठ। उहाँ यसअघि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जुरी तथा निर्णायक बनेको उहाँको लामो अनुभव छ। विगत 4 दशकभन्दा लामो समयदेखि उहाँ खेल क्षेत्रमा सक्रिय हुनुहुन्छ। यसै गरी सहायक जुरीमा हुनुहुन्छ सियान सन्जु महर्जन। उहाँ पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागिता जनाइसक्नु भएको छ भने थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसक्नु पनि भएको छ। यसै गरी सहायक जुरीमा हुनुहुन्छ पुरुषोत्तम थापा। उहाँ पनि निकै अनुभवी निर्णायक हुनुहुन्छ। अर्का सहायक जुरीमा हुनुहुन्छ सियान सुरज थापा। यसै गरी निर्णायकहरूमा हुनुहुन्छ मुख्य निर्णायकमा हुनुहुन्छ सियान विष्णु थापा, बद्री थापा मगर र शक्ति शाह हुनुहुन्छ भने सहायक निर्णायकहरूमा मानबहादुर सिधाली, आकृति पुरी, देवभक्त खुप्पा श्रेष्ठ, राजेश लामा, राजु तामाङ, छविलाल खड्का, विजय नगरकोटी र सुरज दर्नाल हुनुहुन्छ। र हाम्रो यो प्रतियोगितामा खट्नुहुने जुरी तथा निर्णायकहरू निकै अनुभवी हुनुहुन्छ। आफ्नो समयको रिङभित्रको कुशल खेलाडी हुनुको साथै एउटा कुशल निर्णायक पनि हुनुहुन्छ। र अबको यो प्रतिस्पर्धाको लागि मुख्य जुरीमा हुनुहुन्छ सियान प्रेमनाथ श्रेष्ठ, सहायक जुरीमा हुनुहुन्छ सियान सन्जु महर्जन, पुरुषोत्तम थापा र सियान सुरज थापा हुनुहुन्छ। यसै गरी मुख्य निर्णायकमा हुनुहुन्छ सियान विष्णु थापा, सहायक निर्णायकहरूमा हुनुहुन्छ मानबहादुर सिधाली, आकृति पुरी, राजेश लामा र सुरज दर्नाल। मैले नाम उल्लेख गरेका निर्णायकहरू कृपया तयारी अवस्थामा बस्दिनु होला। अहिले भइरहेको यो प्रतिस्पर्धा पुरुष खुल्ला तौल समूहको अन्तिम प्री क्वार्टर फाइनल प्रतिस्पर्धा हो जो लक्ष्मी थिङ रातो रिबनमा र दीपिका बङ्गन सेतो रिबनमा तयारी अवस्थामा बस्दिनु होला। यसैबीच अहिलेको यो प्रतिस्पर्धा यो पहिलो चरणको प्रतिस्पर्धा बराबरी अहिले भइरहेको यो प्रतिस्पर्धा पुरुष खुल्ला तौल समूहको प्रतिस्पर्धा हो जसमा अमित महर्जन रातो रिबनमा हुनुहुन्छ भने महेन्द्र गजमेर सेतो रिबनमा हुनुहुन्छ। रोलिङ आने रोलिङ फेरि अस्ति जस्तो मिलेर खेलेर नदेला
छोडे नि नपाउने छोडे यसैबीच सेतो रिबनका खेलाडीले घडी आउट भएका कारण मुख्य निर्णायकले पहिलो चेतावनी दिनुभएको छ सेतो रिबनका खेलाडीलाई। अहिलेको प्रतिस्पर्धामा अमित महाजन रातो रिबनमा हुनुहुन्छ भने महेन्द्र गजमेर सेतो रिबनमा हुनुहुन्छ। तर लकी के 2 गेम नखेले एक्सरसाइज कसरी खेल्यो ल अहिले यो भइरहेको प्रतिस्पर्धा पुरुष खुला तौलसम्मको प्रतिस्पर्धा जसमा अमित महर्जन रातो रिबनमा हुनुहुन्छ भने महेन्द्र गजमेर सेतो रिबनमा हुनुहुन्छ। अब हामी महिला प्रतिस्पर्धाहरू गराउने छौँ तसर्थ म यो पुरुष 50 केजीभन्दा मुनि तौलसम्मका प्रतिस्पर्धीहरू तपाईँहरू हुनुहुन्छ भने तपाईँहरू खाना खान जानु होला। पहिला 50 केजीको र पुरुष 55 केजीका खेलाडीहरू तपाईँहरू खाना खान जानु होला। पहिला 50 केजी